बोल्ने मोजा। एउटा केटो थियो रोहन। ऊ सधैँ आफ्नो मोजा हराउँथ्यो। उसकी आमाले सधैँ गाली गर्थिन्, तिमी किन सधैँ एउटा मोजा हराउँछौ। एक दिन राति रोहन सुत्दै थियो। अचानक उसले आवाज सुन्यो, हामी यहाँ छौँ। रोहन उठ्यो। उसले आफ्नो ओछ्यान तल हेर्यो। त्यहाँ सबै हराएका मोजाहरू बसिरहेका थिए। एउटा मोजाले भन्यो, हामी तिमीबाट भागेका हौँ। रोहन अचम्म पर्यो। किन? मोजाले भन्यो, तिमीले हामीलाई कहिले जोडी बनाएर राख्दैनौ, हामीलाई ध्यान दिँदैनौ। रोहन लजायो। उसले भन्यो, अब म ध्यान दिनेछु, म तिमीलाई राम्रोसँग राख्नेछु। मोजाहरूले भने, यदि तिमीले बाचा गर्यौ भने हामी फर्किन्छौँ। भोलिपल्ट बिहान सबै मोजाहरू आफ्नो ठाउँमा थिए। अब रोहन कहिले मोजा हराउँदैन थियो। उसले सधैँ जोडी बनाएर राख्छ।